साथीहरु नमस्ते। आमा छोरो भ्लगमा स्वागत छ। मलाई अलि आज चाहिँ हामी यहाँ आलु खन्न लाग्यो। साथीहरु पानी पर्यो नि त हिजो, पानी परेर अनि सुक्छ रे के रे कुइन्छ रे भन्छ है। बाजे बुजीको चलन हो कि आजकलको मान्छेको चलन हो त्यो चाहिँ थाहा हैन। यहाँ आलु खन्ने भनेको अब तपाईहरुलाई देखाउँदै छन्। हाँसी चाहिँ कहाँ गइस हौ? ए नखन भने कराउने को हो कि फेरि? के पनि देखिन्न। आलु छैन क्या। हिजो चाहिँ क्यामेरा समात्ने मान्छे थिएन नि त, आज चाहिँ क्यामेरा समात्ने मान्छे। आज स्कुल बिदा होली भनेर अनि त्यही भएर क्यामेरा समात्ने मान्छे छ। अनि त्यही भएर क्यामेरा समात्ने मान्छेलाई समात्न दिएर यहाँ आलु काट्दै छ है साथीहरु। आलु काट्दै हैन, बोर्ड काटेको। यति नै खन्नुपर्छ कि आऊ जे गरे नि हुन्छ हौ। कराउँछ बाउले। कुया कुया जति काटिनु। त्यही गर्नु पर्यो। आलु कस्तो फले है हेर्नु पर्यो। पछि आलु नै छैन कि आउनुहोस्। हेरै साथीहरु यहाँ आलु आलु तालु यस्तो नि आलु हुन्छ त। के आलु फल्यो त? दुईटा भन्दा फल्दै नफल्यो हौ आलु नि। कस्तो आलु त यस्तो? हजरी रुपैयाँ हो। के आलु फल्यो त यस्तो? के थाहा, हजरी रुपैयाँ हो। के रहेछ हौ भित्र भित्र त? उठे हौ रामसित अलि काट्ला। कस्तो आलु त है? दुईटा भन्दा आलुै नफलेको कस्तो आलु फल्यो यो? खै केले यस्तो भा? के नपुग्या? हजुरले पानी नदिए होला। पानी नपुग्या हो कि के नपुग्या हो? हेर एउटा नफल्यो। वाट आलु खन्न लामा आलु खन्न लाग्यो, आलु नफल्या रहेछ सबै। खन्ने बेला त खै भागिन भए पानी पर्यो भने कुहिन्छ अरे नि त आमा। त्यही भनेर खन्न लाग्यो खै के हो के हो। आलु छैन दुईटा तीनटा बाहेक। खाएन आमा, पाकिसक्यो पाक्न चाहिँ। अब खानु पर्ला। तपाईले खानुभयो? आलु खन्न लाग्यो हेर्नु न। यस्तो आलु नि फल्छ त भने क्या, आलु नै छैन नि। ए यस्तो है दुईटा भन्दा छैन। हेरेर होला नि त। खन्ने बेला भयो होला त। कुइन नहालौ है, नखन्ने नि हुन्छ होला। नखन्ने हो फेरि अहिले आलु खाने भनेर कराउन आउँछ मलाई मान्छेले। आलु खन्ने भनेको नखाने नि हुन्छ भनिन्छ अनि काटिदिइहाल्यो भनेर खनिदिइहालेको क्या। यति चाहिँ यसले के घोप्टो देखाउँछ हौ? पछि खन्नु पर्ला। आलु छैन क्या, दुईटा भन्दा आलु नै छैन त। किन यस्तो भयो? यो आलु नै नफल्ने खाले आलु होला त। खानु भएको छैन? हामी नि खाने भनेको फेरि नआउने रे आज तिरै पार्टी मनाउने रे खाना खानु तपाईँहरू भनेर। के यसरी सबै मलाई क्यामेराम्यानले के गर्छ गर्छ हौ। खै त कहाँ कहाँ देखा त? यहाँ देखा। युट्युब बना युट्युबको भिडियो बनाएको
ओ इताबाट देखा न इता मलाई जबरजस्ती राखेको छ सुतिरहेको मान्छेलाई उठाएरै हालेर आइसकेको छु यहाँ फलेको आलु कति आयो त धेरै नै आयो यो आलु नफल्ने खाले आलु नै रहेछ दिदी दुईटा भन्दा छैन अनि फल्ने खाले आलु होइन बिचरा आलुले कति बत्तुवा दिइरा अनि यस्तो उखाल्दा त पोहोरबाट त झ्याम हुन्छ त डल्लो आलु त मजाले फल्छ है दुईटा भन्दा नफल्यो नि यो नफल्ने बिउ रहेछ क्या सबै तासाइदियो हेर्नु न बोर्डमा यति भन्दा छैन यस्तो के खान्छ त्यो आलु मैले अस्ति नै नफले जस्तै लाग्थ्यो क्या यो आलु बहिनीहरू अस्ति बहिनीले खन्या रहेछ उता अनि बहिनीहरूले ल्याइदिएको थियो त्यो लिन आऊ भनेर म लिन गएको अनि तिनीहरूले पठाइदिएको आलु नै खाइरहेको अहिलेसम्म ठाडो त खै आलु नै छैन नि अब पानी र मल रहेछ क्या दिदी जे जातलाई नि यत्रो आलु निस्किसक्यो आलु नै फलाएन भनेर पानी र मल भएपछि जे जातलाई नि प्याज होस् जे सुकै होस् हुँदो रहेछ नत्र त गाई मोटाउँदैन भने जस्तै जे जातलाई नि त्यही रहेछ अझ भन्न आलु निस्केको छैन आलु त निस्केको छैन त अनि त्यो तलको बोर्डमा कम त निस्किएको थियो त अम्म यसरी उखालेपछि त एक पाती त त्यही बोर्डमै थियो यहाँ त नयाँ माटो पनि भयो मल पनि पुगिन होला नि त बिचरा सबै काट्यो हौ आलु नै छैन फिट्टिकै छैन त्यो त आलु नै होइन नि त्यो त आलु नै होइन आलुले हत्या गर्यो आज आलुले हत्या गर्यो हत्या जब सुवारी यसरी गर्छ अहिले बाँदरलाई कस्तो खालको त पनि जबरजस्ती उठाएपछि तैँले भन्दा त मैले राम्रो अहिले छोडेर भाग्यो भने छैन अब मकै लगाइदिनु कि भनेको हिरा अब सर उम्रिन्छ पानी नै छ पानी नै लगाइदिनु पर्दा पानी नपऱ्यो नि क्या यति पनि निस्क्यो हो साथीहरू यति आलु यति है कति थोरै त मैले त यति थोरै यो क्यामेराम्यान क्यामेरा समात्न लगाएको कस्तो क्यामेरा समातेको त है यस्तो सबै पो डराउँदो रहेछ है क्यामेरा देखेर त ल ल साथीहरू आजको भिडियो यति नै अब भोलि भेटौँला मेरो चाहिँ उ त्यहाँ आँप पनि फुलिरह होइन आँप पनि फल्न लाह अब फलिसकेपछि तपाईँहरूलाई नि देखाउने छौँ साथीहरू लाइक कमेन्ट सब्सक्राइब गर्नु होला मलाई जबरजस्ती नबोलाउनु होला यति नै भनेर बाई बाई हेर न त्यहाँ ठिटर रिसाएको मेरो छोरो है यो चाहिँ छोरो बाई साथीहरू अर्को भ्लगमा भेटौँला।